सकियो अब त आनन्दै भयो। हाय सेल काकाले जोड्ने मेसिन परेछ नि जोड्ने हेर्न। दिदी पनि कतिखेर आउनुहुने रहेछ। म त थाकिसकेँ, बिहान दिदीबाट भोक पनि लागिसक्यो, अहिलेसम्म आउनुहुन्न त। आन्टी दिदी कुर्दा कुर्दै भोक लागिसक्यो, तिमीले घर गइजाऊ है। होइन के बहिनी, एकछिन बसौँ, आइहाल्नुहुन्छ कि? घरमै गएर कुरा गरौँला। त्यो बेसी त हेऱ्यो खासै त राम्रो जान्छ, त्यसले मात्रै खर्च हुने, त्यही भन्दा त हाम्रो गोरु नै ठिक छ। जानु है, यहाँ बसेर पनि केही काम छैन, जानु घर काम त। गर्मी हो, गर्मी पनि भोगोले लास्ट बनाइसक्यो। छोरी त अहिलेसम्म आन्न, कतिखेर आउने हो त छोरी पनि? एकछिन रेस्ट गर्नु पऱ्यो। कति भोक लागेको, भोक पनि कतिखेर आउने हो छोरी? ए बाबा, ए छोरी आयो, तिमी आयो छोरी? दिदी तपाईँ किन यस्तो अवस्थामा आउनु भएको? न हातमा मोबाइल छ, न त ब्याग नै छ। हामीले ल्याइदिनु भनेको सामान ल्याउनु भन दिदी। के गर्नु त बहिनी, तिमीहरूले भनेको सामानहरू बाटोमै ल्याउनु। ए भन दिदी, कसले लटेर दिदी? नाइट बस्नु चढेको थियो बहिनीहरू, रातिको लिनु थियो। आन्टी दिदी कस्तो मान्छन् दिदीले माया हाल्छ। बाबालाई पनि खाना पुऱ्याइसकेँ, अब घरमा बसेर पनि के काम बाँको छ जानु पर्यो। बहिनीहरू रातिको लिनु थियो। अझै किसान काकाले जन्ने